त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै ठूलो लागु औषधि बरामद भयो। आज यसैबारे छोटो चर्चा गरौँ। त्यहाँ ठ्याक्कै 8.56 किलो गाँजा भेट्यो। यो निकै ठूलो परिमाण हो है। मंगलबार राति संयुक्त सुरक्षा टोलीले अक्षय कुमार नामका 22 वर्षीय भारतीय नागरिकलाई पक्राउ गर्यो। उनी थाई एयरवेजबाट ब्याङ्कक हुँदै काठमाडौँ उत्रिने बित्तिकै विमानस्थलमै अधिकारीहरूको फन्दामा परेका थिए। अहिले लागु औषधि नियन्त्रण ब्युरोले यो तस्करी प्रयासको निकै गहिरो अनुसन्धान सुरु गरिसकेको छ। तर अलि पछाडि फर्केर हेर्दा नेपालमा यस्तो तस्करीको घटना यो पहिलो भने पक्कै होइन। विगतका वर्षहरूमा हजारौं पक्राउ परेका छन् भने 17 क्विन्टलसम्म गाँजा बरामद भएको रेकर्ड पनि छ। अचम्मको कुरा, यस्ता घटनामा मकवानपुर र निसीखोलाका स्थानीय जनप्रतिनिधिहरू समेत मुछिएका थिए। 3 वर्ष अघि मात्रै 5611 जना पक्राउ पर्नुले यहाँ कति कडा कारबाही हुन्छ भन्ने देखाउँछ। एकातिर यस्तो कडा कारबाही छ अनि अर्कोतिर फेरि गाँजालाई वैधानिक बनाउने बहस पनि चलिरहेकै छ। त्यसो भए नेपालको गाँजा सम्बन्धी कानुनको भविष्य अब कता जाला त? यो साँच्चै सोच्नुपर्ने कुरा छ।